12 सकियो। अब ब्याचलर्स चाहिँ युकेमा गर्ने सोच्नु भएको छ र खर्च कति लाग्छ भनेर आइडिया छैन भने लेट्स क्याल्कुलेट। सबैभन्दा पहिला अफर लेटर मगाउनु पर्छ र अफर लेटरको लागि चार्ज लाग्दैन। त्यसपछि एनओसी बनाउनु पर्छ। एनओसी बनाउनको लागि ₹2000 जति लाग्छ र ब्याङ्क लोनहरू प्रोसेस गर्दै जाँदा अराउन्ड 40,000 जति लाग्छ। अनि आउँछ ट्युसन फी। ट्युसन फी चाहिँ तपाईँले 6 महिना कि त 1 वर्षको पनि तिर्न मिल्छ र 1 वर्षको ट्युसन फी गर्दा चाहिँ तपाईँलाई 11,000 पाउन्डदेखि 13,000 पाउन्डसम्म लाग्छ। मेडिकलमा चाहिँ हजुरको टिबीको टेस्ट गरिन्छ र टिबीको टेस्ट गर्नलाई हजुरको 10,000 जति लाग्छ। कास्ट डिपोजिट अराउन्ड 7,000 पाउन्ड हुन्छ, जुन चाहिँ नेपाली रुपिजमा 13 लाख जतिको हुन जान्छ डिपेन्डिङ अन द एक्सचेन्ज रेट। अब आउँछ इन्सुरेन्स। इन्सुरेन्स चाहिँ तपाईँले 3 वर्षको तिर्नुपर्ने हुन्छ। 1 इयरको चाहिँ 776 पाउन्ड्स हुन्छ, जुन चाहिँ नेपाली रुपिज भनेको 1.4 लाख जति हुन जान्छ। अब भिसा फी। भिसा फी चाहिँ 513 पाउन्ड्स छ, जुन चाहिँ करेन्ट रेट अनुसार नेपाली रुपिज भनेको 95,000 जति हुन जान्छ। टोटल मिलाउँदा सबै मिलाएर गर्दा अराउन्ड 28 लाख जतिसम्म लाग्छ। तर यो अमाउन्ट एक्सचेन्ज रेट अनुसार र हजुरको आफ्नो पर्सनल स्पेन्डिङ, जसमा चाहिँ प्लेन टिकट, सपिङ अनि हजुरको ट्राभल क्याशमा पनि डिपेन्ड गर्छ। अब अरू कुराहरू डिटेलली बुझ्नको लागि रिज एजुकेसन एडभाइजर्समा भिजिट गर्नुहोस्। वी आर लोकेटेड एट बागबजार, काठमाडौँ। रिच एजुकेसन एडभाइजर्स, बागबजार, काठमाडौँ।